भन्नुहोस् सर, छोराले त सबै जान्छ एबिसिडी क ख स ग, किन बोलाउनु भयो छोरालाई? खुब जान्छ। यो गदाले हेर्नु त यत्रो वर्षसम्म बोर्डिङ पढाउनु भएको छ, 8 कक्षा पढ्छ, केही पनि जान्दैन। ल भन त स्कुलको स्पेलिङ भन त। EI स्कुल गुल। देख्नु भयो? ल फादरको स्पेलिङ भन त। क्याफे दरदर फादर। यस्तो ताल छ। अझ एपिपीआईले एप्पल सोध्नु त आधासम्म। ल बाबु एपिपिआल एप्पल सुनाइदिनु सरलाई। ए पल एप्पल। BA लल बल। CA क्याट। ल देख्नुभयो, यो भन्दा कति जान्ला त छोराले? यसको क्यापेसिटी यति छ त अनि। होइन हजुर, तपाईँको छोराको पढाइ यो स्तरको छ, अझै पनि बोर्डिङ किन पढाइरहनु भएको छ? अब गरिब छमा हेर्नुहोस् हजुर, अब जस्तो सुकै स्थितिमा पनि छोरालाई गरिब भए पनि त स्कुल त पढाउनु पर्यो त बोर्डिङ स्कुलमा। ल छोरा गरिबको स्पेलिङ पनि भन्दै त सरलाई। गरिब। अब तिमीहरू नाममा मात्र होइन, दिमाग पनि गरिबै रहेछ।